ऐनामै आउँछ मिठाई अहिले वेटु उमेनो त्यो माइक ल्याउनु पर्ने रहेछ है उहाँलाई चिनेन मैले हु आर यु भन्नु सिंह वारी यु फेरि वारी यु सायद नै सुन्दिनु होला नत्र भने अब यस्तै छ अब मलाई त बोल्नु त एउटा यहाँ बोल्नु मन लाग्थ्यो कि अहिले बल्ल सम्झिनु होइन कि एउटा क्यामेरा हेर्थेँ कि मैले एक्सनको क्यामेरा चाहिँ ठ्याक्क यहाँ हालेर आफू के फेस नदेखाउने तर हिँडेको वे मात्र क्या अनि बोल्ने के जस्ट त्यति मात्र के इङ्ग्लिसमा एउटा उखान छ नि लातों के भूत बातों के नै मान्थे भन्छ नि अनि त्यस्तै भयो यसलाई पनि पछार्नु पर्यो हुँदै भएन त्यसै नदेख्छु यस्तो डाँडा डाँडा छ अब हामी कतिवटा डाँडा पार गरेर जाँदैछौँ होइन बुड्डु लगभग 15 डाँडा पार गरेर हेलो Namaste. टाढा गर न इन्जोय गर हामी हल्का इन्जोय गर्दै हेर्दै रमाइलो भ्यूहरू हेर्दै बिच बिचमा अपडेट गर्नेछौँ ओके ऐसे मत बैठो मेरा दिल बैठा जा रहा है कुछ तो बोलो अरे कुछ तो बोल मुंह तो खो टनल यस्तो छ होइन बोल्न चाहिँ यस्तो हेरेको छु त्यस यहाँबाट चाहिँ यसरी यो टनल पुरानो टनल हो यो पुरानो टनल चाहिँ पास गरेर त्यो ब्रिज भएको ठाउँमा चाहिँ जानुपर्छ होइन मसँग चाहिँ आज होइन सधैँ भइरहने मेरो एक मात्रै प्रियतम होइन कस्तो लागिरह गुड भाइब्स आएर छ अनि आज चाहिँ तपाईँहरूलाई उहाँ गएपछि हामी चाहिँ देखाउँछ होइन त्यहाँ गएपछि देखाएपछि सियो हजुर हामी चाहिँ अहिले यो ठाउँमा आइपुग्यौँ होइन अनि अब यो बाटोबाट झरेपछि चाहिँ तलतिर जानुपर्छ अनि हामी चाहिँ कहाँसम्म जाने भने वहाँ डाँडासम्म जाने हो कि यहाँको यो यता डाँडासम्म पुग्ने हो तपाईँहरूलाई अब यसमा देखाउँछु यस्तो छ होइन चाहिँ भ्यू अब हामी चाहिँ त्यहाँ जाँदैछौँ साथीहरू होइन कस्तो हुन्छ अब त्यहीँ गएपछि चाहिँ तपाईँहरूलाई अब फिलिङ्स बताउँला होइन नत्र अब तर जस हामीलाई चाहिँ धेरै राम्रो छ भन्ने मलाई त देख्दै रमाइलो लागिसक्यो हेर्नु न फेरि यस्तो छ ल
है साथीहरू धेरै नदौड त What's your problem भन्नुहोस् प्रब्लम दौड नदौड भन्दा पनि लोड छ भनेर हो साथीहरू फेरि नराम्रो नसोच्ने फेरि होइन लोड्यो भने अहिले फेरि आफूले लिएर जानुपर्छ अनि फेरि अनि हुन्छ नि त अब तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छाड्दिन आज त हामीलाई इन्फर्मेसन दिने बाजेहरू पनि हुनुहुन्न भने चाहिँ अब सोच्नु नि तपाईँ कस्तोसम्म उस छ भनेर Come closer. What is the sound of one hand clapping? I don't know. What is the sound of what? त्यही त लगभग यहाँ छिर्ने टाइम चाहिँ क्लोज पनि टाइम छ हुँदैन 6 बजीसम्म चाहिँ छिरिसक्नुपर्छ होइन अब हामी यो बाटो जाँदैछ होइन यस्तो हो ओहो अलि हामीलाई धेरै नै उस हुन्छ कि भन्ने भइरहेको होइन कस्तो लागेको छ त नि सानो ओहो धेरै हिँड्न पर्ने जस्तो छ है साथीहरू हो खुट्टा त बलियो बनाउनु पर्ने भयो नि त यो त गाह्रो पर्ला जस्तो छ त साथी म त यहीँ थाकेँ यस्तै भइसक्यो के बानी छैन नि त अब धेरै भयो न दौडेको न खेलेको अब नहिँडेको पनि धेरै हो अब यस्तै त हो लाइक काममा जाऊ आऊ अब त्यही हो लगभग प्रायः सबैको त्यस्तै हुन्छ बाहिर देशको उस्तो हो अब अर्का देशमा त्यही हो अब काम पनि गर्नुपर्छ रमाइलो पनि गर्नुपर्छ त्यही त अब रमाइलो कुन बेला गरिन्छ भन्ने त आफ्नै हुन्छ टाइमिङ होइन ओके त्यो कुराहरू पछि गर्दै गरौँ अब अहिले चाहिँ अब यही रमाइलोको ठाउँहरू हेर्दै गर्नु हेर्नु कस्तो रमाइलो छ बाटो राम्रो लाग्यो हो र अहिले तिम्रो अहिले देखिन्छ नि फेरि सबै है अहिले त रमाइलो गरे हौ आहा वाह लाग्छ रमाइलो आहा म त यो सुन्दर त अब यहीँबाट यस्तो देखिसक्यो होइन यसले तपाईँले यहाँबाट देख्नु भएन होला सायद अब राम्रो पनि देखिन्न नि त अब त्यस्तै उस भयो त होइन तर अब त्यस्तो नै होइन कि अब आँखाले हेर्नु र जुन पनि क्यामेराले क्याप्चर गर्नु भनेको अलिकति उसै हुन्छ कि लाइभमा त भवाल चाहिँ आहा यो छ नि यो ताल त यस्तो निलो यार म त यस्तो सोचिरहेको कि होइन हामी त आकाशको माथि हिँड्ने जस्तै भइरहेको क्या मलाई चाहिँ तिमीलाई त्यस्तो फिल भएको छैन त्यो निलो के त्यो हुन्छ नि अब यही कुरा हेर्नु न अब यो निलो देखियो नि त होइन माथिपट्टि हेर्नु न यस्तो खालको अब सेतो क्या पुरै व्हाइट तर यो हेर्नु कति फरक छ ठिक छ अब पारी हामी गइन्छ कि गएन त्यो त थाहा होइन तर त्यही पनि अब लेस कस्तो हुन्छ अब त्यहीँ गएपछि अब हल्का तपाईँहरूलाई चाहिँ देखाउँछु अब त्यही ठाउँमा गएपछि ल अहिले चाहिँ बाई है साथीहरू हेर्नु है अब यहाँ कस्तो छ होइन कि यो चाहिँ यहाँको हो यस्तो हुन्छ क्या उता गइहाल्नुपर्छ क्या उभिनु मिल्दैन मेरो यहाँ त्यहाँ नि उभिनु मिल्दैन क्या
यता त रोड क्लोज भयो उतापट्टि गयो भने चाहिँ यस्तो ठाउँ डर लाग्यो माइ लर्ड हेलो साथीहरू हामी चाहिँ यो ड्रिम हाउसमा आइरहेको छ होइन अब हेर्नु न अगाडिको ताल यस्तो छ हिँड्ने होला तल चाहिँ यस्तो छ होइन यो भइहाल्यो त्यो चाहिँ हिँड के यस्तो छ होइन पछाडि होइन तल यस्तो बाटो भयो यो चाहिँ उसो भयो यो ड्यामको साइड एरिया भयो होइन यो चाहिँ अब पुरा होइन यस्तो निलो छ क्या अब हेर्नु न पानी अहिले यो चाहिँ यस्तो समात्दै हिँड्नुपर्छ होइन सर त म अगाडि जान्छु यो चाहिँ यस्तो भयो बाटो होइन हिँड्दैछ ल अब फेरि यो उकालो हेलो के भन्नु नमस्ते आज हामी यो ड्रिम बिचमा आएको दोस्रो पटक पहिलो पटक चाहिँ हाम्रो असफलता रहेको थियो यो पटक चाहिँ हाम्रो जस राम्रो भ्यू हेर्न पाइयो होइन अनि आफ्नो सपना पुरा गर्न पनि पाए पनि नपाए नि जस आफ्नो सपनाहरू चाहिँ पुरा हुने इच्छा आकाङ्क्षा लिएको भएर मौसमले पनि कोही नराम्रो स्थिति रहेको छ अब पानी पनि थोरै पानी पनि शीतलो बनाइदिएको छ शीतलो पनि भएको छ हुन त अब पानी पऱ्यो भने अब अघिल्लो दिनमा जस्तो अब यो हुँदैन अब भोलिको दिनमा चाहिँ अब थोरै हुन्छ अब यो पानी किनभने पहिलोपटक हामी नि पानी परेकै अघिल्लो दिन आउँदा भोलिपल्ट आउँदाखेरि हामीलाई नि नरामै लाग्थ्यो आउँदा अब जस तपाईँहरू अझ यस सिजुवाकाको नजिकै हुनुहुन्छ भने तपाईँ चाहिँ एकचोटि यो ठाउँ घुम्नु होला म त त्यही भन्छु किनभने एकदम रमाइलो छ जस हिँड्न सक्नेहरूलाई चाहिँ एकदम वेलकम छ होइन अलि एडभेन्चर टाइपको खोज्नुहुन्छ भने अब पानी चाहिँ हेर्नु सुगै पानी परिदियो अब हामी लाग्नुपर्छ हस् त यति भनेर अब तपाईँलाई फेरि नेक्स्ट भिडियोमा भेटौँला ल त है त बाई बाई सी यू हेलो म फेरि आइसकेँ अब यही बाटो हेर्दै रमाइलो छ पानी पनि मिठो सुगै पर्दैछ होइन अब के गर्ने यति देखाइदियो माथिको भ्यू पनि देखाइदियो राम्रो यति हिँड्यो कि हेर्नुहोस् म चाहिँ कति हिँड्नु बाँकी छ हेर्नुहोस् भनेपछि प्लिज अब यता फर्काउनु होला हेर्नुहोस् यस्तो हिँड्यो कि उहाँले पोकोमाथि भित्र छैन केही तर पोकोभित्र धेरै चिज हुन सक्छ मन त साँच्चै भनिन मैले हामी के क्षणमा तपाईँलाई देखाउन चाहन्छु अहिले पानी मिठो परिरहेको छ पानी मिठो पर्दा पनि हामीलाई गाह्रो भइरहेको छ र हामी तपाईँ कतातिर हेर्दै तपाईँले यतातिर फोकस गर्नु होला तपाईँ बाहिरतिर नजानु होला यही हो तपाईँलाई देखाउन भनेको अब माथिल्लो भाग गएपछि तपाईँलाई देखाउँछु हस् त फेरि भेट्ने आशामा तपाईँलाई नेक्स्ट टाइम हस् त सी यू लेटर बाई बाई खै हामी चाहिँ हाइकिङ गर्दैछौँ मेरो यो खोलामा पोको छ पोकोमा बोको अनि झोलामा ठुलो ठुलो पोको छ पोकोमा फेरि अरू नसोच्नु होला आफ्नै कपडा छ अब के गर्नु हामीले यहाँ के पायौँ होइन यो हेर्नुहोस् त डन्डा यो थोरको ह्यामर पनि हुनसक्छ है साथीहरू तर एकचोटि म ट्राई गर्छु बजाएर सुन्नु होला है साइलेन्ट भएर
इको साउन्ड आउँदो रहेछ। What are you saying? What are you saying? What is he saying? साथीहरू मिठो पानी परिदिइहाल्यो। अब पानी पर्दा निरानु पर्यो फेरि। अब यहाँ यता बस्न मिल्दैन, जङ्गल एरिया भएर हामी मिल्दैन। यस्तो याबै भयो यार, पानी परेर मिठो टर्यो। जस्ट गर्मी भएर थियो, गर्मी हुँदा पनि शीतल चाहिँ मजाले भयो है। ठिकै छ, आजको दिन यस्तै त भन्ने सोच्नु पर्यो। Okay. अन्त मिठो पऱ्यो। केही भनिदेऊ नि त तिमीले नि, यसो कस्तो लागिरहेछ? पानी परेको छ, छाता चाहिँ ल्याउन बिर्सेछ, तर यत्तिकै वेदर के अरे यस्तो नेचरलाई हामीले छोइराखेको छौँ जस्तो फिल भएछ। कस्तो छोइरह भन्नाले के तिमीलाई टच गरिदिए क्या? ल ठिक छ, केही शब्द राखिदिएकोमा धन्यवाद। मजा भइरहेको अरू के भन नि त? अन्त तिमीलाई के भन्न मन आउँछ र? तिमी पनि भनिदिइहाल नि त, ठिकै छ त नि। भन्नु नि त यो बाटोमा के छ भन्नु नि त। ठिकै छ त नि, तिमी यो बाटो राम्रो होला तिमीलाई नि। मेरो त बोल्ने अनि यस्तो कस्तो यो घुम्तीमा जाने बाटो तिमीलाई केही थाहा र? तिमीलाई थाहा पनि के होला र मैले लानुपर्छ? Come closer. What is the sound of one hand clapping? I don't know. What is the sound of what? हेलो नमस्ते। अब यो चाहिँ पानी यहाँ देखेर मुलको पानी, फ्रिजको जस्तो छैन। मुलको पानी फ्रिजै हुन्छ कि? एकदम वाइल्ड छ। यसरी खान पाइन्छ है यहाँ चाहिँ, यसरी मुलको पानी स्वच्छ। हामीले चाहिँ यसरी बोतलमा भर्खानी। ल चिसो ल यो सुरुङको बाटो हिँडेको हामी होइन। सुरुङको बाटोमा अलि यहाँ हुन्छ कि त लाउँछु माया नभनी ठाक्ने, लाउँछु माया नभनी ठाक्ने, लेट भयो यस्तो भइन्छ। बाटोमा भेट भयो, बाटैमा भेट भयो। अब हिँड्दैछु, थाक्दैछु, दौडिँदैछु। स्वर पनि कस्तो भइसक्यो, बुढो भइसक्यो। अब हाम्रो त्यो यस्तै हो, लागिसक्यो। अब 30-20 अब लगभग हुन लागिसक्यो भनेपछि बुझ्नु होला। अब के भन्नु तपाईँलाई, अब बुढोको पारा छ हेर्नु। हेर्दा चाहिँ फेरि हेर्नै फेरि बलिलो छु फेरि, तर सोच्नु नसोच्नु होला, धेरै नै बुढो भइसक्यो। अब उमेरले गयो जस्तो पनि लाउँछ आफूलाई। ल भयो भयो, धेरै भयो। सपना झोलाको पानी भिडियो। हेलो नमस्ते। Namaste. एउटा गीत गाइदिनुहोस् न। कस्तो डाँडा पाखा गीतमा ट्याक्कै देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को, आउँछ अझै झझल्को। धेरै पनि झझल्को आउँछ। तपाईँलाई फेरि सुनाउँला। हस् यति भन्दै म बिदा माग्छु। हस् त तपाईँलाई जोरले।